महावीर पुनले पो देश बनाउँछन् कि होइन, कुलमान घिसिङले पो बनाउँछन् कि होइन, रविजी धुर्मुस सुन्तलीले यो देश बनाउलान् भनेर संसारभरिबाट होइन बजेट सङ्कलन गरे, क्रिकेट रङ्गशाला माझी बस्ती बनाए होइन, तर जनताले नै धुर्मुस सुन्तलीलाई आज कहाँ पुर्याए। कुनै समय थियो कि यो देश बनाउने मान्छेको नाम हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ हुन् भनेर पनि मान्छेहरूले गरे होइन। अनि उनै जनताहरू हुन्। कुनै समय थियो कि यो देशको हिरो ती पात्रहरूभन्दा बाहेक अरू तपाईँहरूले पनि नाम लिनुहोस्, धेरै नाम लिन सक्नुहुन्छ। धेरै पात्रहरूलाई समाजले अपेक्षा गरेर ट्राई गरिरहेको छ। थाहा छैन यो ट्राई कहिलेसम्म गरिरहन्छ र कहिलेसम्म यो समाजले एउटा हिरो पाउँदैन, त्यो मलाई थाहा छैन। तर मैले सकेको मेरो क्षेत्रबाट योगदान गरिरहेको छु। हिजो पत्रकारिताबाट गरेँ।